आज 2082 सालको पुस 3 गते असाध्य चिसो छ मौसम। जाडो एकदम चिसो। यो चिसो समयमा देशमा चाहिँ राजनीति चाहिँ गरमागरम भन्छ हिन्दीमा, गरमागरम बनेको छ। आजै नेकपा एमालेको महाधिवेशनले नयाँ चाहिँ अधिकारीहरू, पार्टीका चाहिँ केन्द्रीय समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, महासचिव के हुन् ती चाहिँ तय गर्यो। केपी ओलीले ह्याट्रिक गरे, तेस्रो कार्यकालको लागि उनी चुनिए। तर देशमा चाहिँ केपी ओली राजनीतिमा अब नआउन् भन्ने धेरैको चाहना थियो। करिब त्यो चाहिँ 75-80% चाहना थियो केपी ओली यो पार्टीको चुनावमा चाहिँ हारुन् भन्ने कामना गरेथे। तर के गर्ने, झिङ्गाले चाहिँ नि चाहँदैमा डिङ्गा मर्दैन भन्ने नेपाली उखान छ। अब हामी झिङ्गा भयौँ, डिङ्गो मरोस् भनेर। तर के गर्ने, हामीले सोचेर हुँदो रहन्छ। तर एउटा चाहिँ हुन्छ, त्यो हाम्रो हातमा छ। त्यो हो मतदान गरेर चाहिँ नि कसलाई जिताउने, कसलाई हराउने। यो नागरिकसँग तागत छ। यो तागत अब चाहिँ फागुन 21 गते देखाउन सकिन्छ। म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्छु, 34 वर्षसम्म यो देशमा एमाले काङ्ग्रेसले शासन गरे। त्यसपछि 64 देखि यता माओवादीले पनि शासन गर्यो। ठुला सपनाहरू देखाए नेपाली जनतालाई, तर सपनामै रह्यो। नेपाली जनता विश्वको चाहिँ यो आर्थिक रूपान्तरणमा धेरै पछाडि छ। हाम्रो चाहिँ नि लाइफस्टाइल सबैभन्दा गए गुज्रेको लाइफस्टाइल छ। चाहेको जस्तो किन्न नसक्ने, चाहेको जस्तो खान नसक्ने, औषधि उपचार गर्न नसकिने, देश विदेश घुम्न नसक्ने। विश्वका अन्य देशका मान्छेहरू वर्षमा 1-2 महिना विश्व यात्रा गर्छन्, रमाउँछन्, मनोरञ्जन गर्छन्। तर नेपालीहरू 12 महिना घुँडा धसेर काम गर्दाखेरि पनि उनीहरूको जीवनस्तर जिउका तिउँ छ। हिजोको पञ्चायत कालमा बरु नेपाली जनताको आर्थिक हैसियत केही राम्रो थियो। बहुदल आएपछि देशको अर्थतन्त्रमा, सामाजिक क्षेत्रमा, हैन, धेरै क्षेत्रमा एउटा कायापलट हुन्छ भनेर हामीलाई चाहिँ रणभुल्लोमा पारे। पञ्चायतलाई चाहिँ नि हटाएर बहुदल ल्याउनेतिर हाम्रो हात गयो। हामी त्यसमा लागि पर्यौँ, झन्डा बोक्यौँ, आन्दोलनमा उत्र्यौँ। तर यो देशमा नागरिकले केही पाएन। नेताहरूले सबै पाए। उनीहरूको लागि त ठुलो चाहिँ नि उपलब्धि भयो। यो करोडौँका चाहिँ गाडी चढ्ने उनीहरू भए। काठमाडौँमा आलिसान महलहरू, 60-65 लाख पर्ने घडी लाउने, 2-4 लाख पर्ने जुत्ता लगाउने, 50-60 लाख पर्ने चाहिँ झोला बोक्ने हैसियत उनीहरूको यस्तो बन्यो। अहिले नेपाली जनता 80% नेपाली जनता चाहिँ अब यिनीहरूलाई जिताउन हुन्न भन्ने पूर्ण रूपमा, मानसिक रूपमा पुरा चाहिँ तयारी अवस्थामा छन्। आजै फेरि तुलसीपुरको उच्च अदालत बुटोल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका चाहिँ सभापति
रवि लामिछानेलाई रिहाई गर्दैछ। आज चाहिँ उनको केही प्राविधिक समस्या छ, भोलि चाहिँ उनी रूपन्देही भैरवा गएर त्यहाँ के गर्नुपर्ने हो सरकारी काम, त्यो काम सिद्ध्याएपछि उनी चाहिँ विधिवत रूपमा रिहा हुनेछन्। तर अदालतले चाहिँ फैसला चाहिँ सुनाइसक्यो है। अब भोलि उनीहरूले धरोटी बुझाउने काम बाँकी छ जस्तो मलाई लाग्यो। त्यो धरोटी बुझाइसकेपछि रवि लामिछाने मुक्त हुनेछन्, जेल मुक्त हुनेछन् र चाहिँ नि अहिलेको खुल्ला परिवेशमा खुल्ला राजनीति गर्न पाउने उनको अधिकार प्राप्त भएको छ। मलाई यस्तो लाग्छ, यो राजनीतिक गरमागरम अवस्थामा सबैको ध्यान चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीतिर गएको छ। हुन त च्याउ जस्तै बग्रेलती चाहिँ पार्टीहरू खुलेका छन्। कतिलाई ती पार्टीका नामहरू थाहा छैन, ती पार्टीका नेता अध्यक्ष उपाध्यक्ष को हुन् ती पनि थाहा छैन। एक दुईवटा नाम थाहा छ, हर्क साम्पाङ, कुलमान घिसिङ, तर तीदेखि उनका पछाडिका मान्छे कस्ता कस्ता छन् भन्ने कुरा नेपाली जनतालाई थाहा छैन। तर यो चाहिँ थाहा छ, रवि लामिछानेको पार्टीमा को मान्छे छन्, कतिवटा सांसद भएका थिए विगतमा, तिनले संसदमा कस्तो चाहिँ गरे, संसद हेर्न लायक कसले बनायो भनेर उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ स्याबासी दिने गरेका छन्। त्यही 21 जना सांसदको बलबुता र रवि लामिछानेको चाहिँ एउटा दृढ सङ्कल्पको कारण आज राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राजनीतिमा चाहिँ केन्द्रबिन्दु बनेको छ, धेरैको चाहिँ नि आस्थाको केन्द्र बनेको छ। नेपाली काङ्ग्रेस एमालेहरूले, उनका चाहिँ नि कार्यकर्ताहरूले, समर्थकहरूले, शुभचिन्तकहरूले रवि लामिछानेलाई राम्रो नमान्नु स्वाभाविक हो। यो राजनीतिक चाहिँ नि के भने धर्म पनि हो, उनीहरूले चाहिँ नि विरोध गर्छन्। तापनि नेपाली आम जनताले जो परिवर्तन चाहन्छ, ती व्यक्तिहरूले चाहिँ पार्टी परिवर्तन गरिरहेका छन्। चाहे त्यो नेपाली काङ्ग्रेसबाट आएका हुन्, त्यहीँ आबद्ध भएका हुन्, चाहे एमालेमा आबद्ध भएका हुन्, चाहे चाहिँ माओवादीमा आबद्ध भएका हुन्, चाहे राष्ट्रिय स्वतन्त्र के अरे राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएका हुन्, ती सबैको मनमा के छ भने अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जितायो भने हाम्रो भविष्य, हाम्रो चाहिँ नि सन्ततिको भविष्य केही परिवर्तन हुन्छ कि भन्ने झिनो आशा चाहिँ नि उनीमाथि पलाएको छ। त्यसो भए हुनाले मलाई लाग्छ, यद्यपि चाहिँ फागुन 21 गते चुनाव भयो भने धेरै के कुरा गरौँ र, काङ्ग्रेस एमालेले हाम्रो सिट कति घट्छ भन्ने कुराको अनुमान गर्न सकेका छैनन्। हामी कति चाहिँ नि तल झर्छौँ भन्ने अनुमान गर्न सकेका छैनन्। हाम्रो चाहिँ नि मतदाता कति क्षयीकरण हुन्छ भन्ने कुरा सोचिरहेका छैनन्। र राष्ट्रिय स्वतन्त्र पार्टीले हाम्रो क्षमता कति अगाडि बढ्छ, हामीले चाहिँ नि कति सांसद जित्न सक्छौँ, हाम्रो चाहिँ नि राष्ट्रिय राजनीतिमा कति शक्ति प्राप्त हुन्छ भन्ने कुरा पनि उनीहरूले कल्पना गर्न सकेका छैनन्। अथवा केही कल्पना गरे होलान्, यतिसम्म आउँछ भन्ने अनुमान गरे होलान्, तर अकल्पनीय चाहिँ नि उनीहरूले चाहिँ नि उनीहरूको के हुनेछ भने सांसदहरूको सङ्ख्या वृद्धि हुनेछ। मेरो अनुमानमा यो सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ, तर मेरो एनालाइसिस मैले चाहिँ नि गरेको सानो सानो चाहिँ नि कुराले पनि ठुलो महत्त्व राख्ने भावनाले म कहिलेकाहीँ सर्वे पनि गरिरहेको हुन्छु। इन्डाइरेक्ट रूपमा कसैलाई चाहिँ नि सिधै सोधेर चाहिँ नि उनीहरूको कुरा बुझ्दै जाँदा 90% मान्छेहरूसँग चाहिँ मैले त्यस्तो पाएँ जो चाहिँ नि राष्ट्रिय स्वतन्त्रमा चाहिँ स्वतन्त्र पार्टीलाई भोट हाल्ने भनेर तयारी अवस्थामा छ। अब फागुन 21 गतेसम्म ती मान्छेहरूको विवेक यदि चाहिँ नि बिग्रिएन भने, कसैले चाहिँ नि उनीहरूलाई मोटिभेट गर्न सकेन भने, अथवा चाहिँ उनीहरू दृढ रह्यो भने
राष्ट्रिय स्वतन्त्र पार्टीले कल्पना नगरेको जित चाहिँ हासिल गर्न सक्छ। अहिलेको यो राजनीतिक तरल अवस्था छ र यद्यपि चाहिँ एमाले काङ्ग्रेसले चाहिँ चुनाव गराउने भए उनीहरूले चाहिँ के गर्न सक्थे भनेपछि सत्ता शक्ति उनीहरूको हातमा हुन्थ्यो, उनीहरूले चुनाव चाहिँ निष्पक्ष गर्न सक्थेनन्, निष्पक्ष गर्न चाहन्नन्। उनीहरू चाहिँ नि हारेकालाई पनि जिताउन सक्थे अथवा उनीहरूले धाँधली गर्न सक्थे। तर अहिले चाहिँ नि नागरिक जेनजीहरूको सरकार छ, त्यो भावनाले उसले सबैलाई एकै नासको व्यवहार गरेर यदि चुनाव गरायो भने कडाइका साथ चाहिँ चुनाव गरायो भने र ब्यालेट बक्सहरूलाई चाहिँ सुरक्षित तरिकाले चाहिँ नि मतगणना स्थलसम्म पुर्यायो भने लेखेर राख्दा हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको नम्बर 1 पार्टी त बन्छ। मलाई लाग्छ उसले एकल सरकार बनाउन सक्छ। उस्तै परे उसले 2/3 सरकार बनाउन सक्छ। हर्क साम्पाङ कुलमान घिसिङहरूले जुन तरिकाले चाहिँ नि अब राष्ट्रिय स्वतन्त्र पार्टीको देखेर हामी पनि सिट ल्याइहाल्छौँ कि भनेर कल्पना गरेका छन् भने यो कल्पना दिवा कल्पना हुन्छ है। भनौँ दिउँसै सुतेर देखेको सपना जस्तो हुन सक्छ। हर्क साम्पाङले जित्लान्, कुलमानले जित्लान्, तर उनका पछाडिका मान्छेले भोट हाल्ने छैनन्। र अर्को कुरा मेरो चाहिँ नि सर्वेक्षणले पनि के देखाएको छ भने यी धेरै पार्टीलाई चाहिँ नि अब हेर्नुभन्दा अब घन्टीलाई नै दिउँ भोट, घन्टी नै हाम्रो रोजाइमा छ। किनभने अरूतिर चाहिँ हामीले चाहिँ नि भोट राम्रा छन् भन्ने नाममा चाहिँ हामीले भोट हाल्यौँ भने फेरि पनि जित्ने काङ्ग्रेस एमाले नै हुन्छन् भन्ने जनताले अहिले बुझिसकेको अवस्था छ। त्यसो भावनाले मैले के आग्रह गर्छु भने कुलमान र हर्कलाई तपाईहरु आफू पनि नजित्ने अर्कालाई पनि जित्न नदिने बाँदरको खेल चाहिँ नगर्नुहोस्। बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बन्न दिँदैन भन्ने नेपाली चाहिँ नि उखान हो। यस्तो उखानलाई चाहिँ नि प्रयोग नगर्नुहोस्। तपाईहरु पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुहोस्। तपाईका समर्थकहरू सबै त्यतातिर चाहिँ नि गएर भोट हाल्न छन्। तपाईहरुका समर्थकहरू र राष्ट्रपाका समर्थकहरू विभाजित भयो भने यसले के गर्छ भने फेरि पुरानै दललाई बल प्राप्त गर्छ, शक्ति प्राप्त, पुरानै दलले शक्ति प्राप्त गर्छन्। त्यसो भावनाले तपाईहरु यो गल्ती नगर्नुहोस्। यो नेपाली नागरिकको माग हो। यो मागलाई तपाईहरुले वास्ता गर्नुभयो भने तपाईलाई भोलिका दिनमा धिक्कार्ने छन् धेरैले। यति चाहिँ ख्याल गरेर चाहिँ तपाईले राजनीति गर्नुहोस् है। म चाहिँ नि लोकप्रिय छु भन्दैमा चाहिँ नि सबै कुरा हुँदैन। हिजो अरु मान्छे पनि बाबुराम भट्टराई लोकप्रिय मान्छे थिएनन् र? थिए नि। उनले पार्टी खोलेर के भयो? त्यसो भावनाले अहिलेको यो परिप्रेक्ष्यमा, अहिलेको यो स्थितिमा हामीले चाहिँ नि एउटै कुरा गर्नु छ, त्यो भनेको घन्टीमा चाहिँ नि हामीले भोट हाल्ने कुरा गर्नु छ। देश पुरै घन्टीमै बन्न जरुरी छ। विदेशबाट पनि धेरै नागरिकहरू घन्टीमा भोट हाल्न आउँदैछन्। उहाँहरूलाई हामीले चाहिँ नि स्वागत गरौँ एयरपोर्टदेखि नै। अनि विदेशमा जो बस्दै हुनुहुन्छ, जो विदेशबाट फर्किन सक्नुहुन्न भोट हाल्नको लागि, उहाँहरूले चाहिँ नि फोन गरेर आफ्ना चाहिँ नि घरका परिवारहरू, घरका चाहिँ सदस्यहरूलाई घन्टीमा भोट हाल्न पनि अनुरोध गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु। अब भिडियो अलिकति लामो भयो, त्यसो भयो हुनाले छोटै म तर्फतिर गइरहेको छु। ल, मेरो यो युट्युब च्यानलमा धेरै भ्युज आइरहेको छैन, सब्सक्राइबर पनि छैनन्, एकदम थोरै मैले मोनिटाइज गर्न सकेको छैन। तपाईहरुको सानो सहयोगले सब्सक्राइब गरिदिनु होला, कमेन्ट गर्नु होला, लाइक गरिदिनु होला, शेयर गरिदिनु होला भिडियोलाई। यति भन्दै
यदि चाहिँ नि टिकटकमा हेर्दै हुनुहुन्छ भने तपाईँले टिकटकमा फलो गर्नुहोला, कमेन्ट गर्नुहोला, रिपोस्ट गर्नुहोला है। यदि चाहिँ नि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। तबसम्मको लागि बिदा चाहन्छु। हस् त।